हेलो हेलो सम्पूर्ण साथीहरुलाई मेरो नमस्ते छ। आज धेरै दिनपछि म एउटा भ्लग लिएर आएको छु हैन। अब म भनेको सधैँ बिजी हुने मान्छे, त्यही भएर म सधैँ भिडियो लिएर आउन सकिरहेको थिइन। आज चाहिँ फाइनल्ली भिडियो ल्याउने मैले अवसर प्राप्त गरेको छु। यहाँहरुलाई स्वागत छ मेरो च्यानलमा। हामी चाहिँ आज जाँदै छौं बंगलामुखी मन्दिर, बंगलामुखीको दर्शन गर्न र 108 बत्ती बाल्नलाई। मेरो दिदी र भिनाजुले 108 बत्ती बाल्ने प्रोग्राम राख्नु भएको थियो। त्यसै सन्दर्भमा हामी जाँदै छौं यहाँनिर ट्याक्सीमा। अलमोस्ट हामी बंगलामुखी मन्दिरको परिसरमा हामी प्रवेश गरिसकेका छौं। हामी त्यहाँनिर पुग्न लागिसक्यो, अलमोस्ट आइसक्यो मन्दिर पनि। यहाँ देखेरै थाहा पाउन सक्नुहुन्छ हामी अलमोस्ट बंगलामुखी मन्दिर प्रवेश गरिसक्यौं। अब भित्र जान्छौं है त। यहाँनिर अब ट्याक्सी घुमाउँदै छौं हामी, जाँदै छौं। मेरो छोरोले चाहिँ त्यहाँनिर खेलौनाको त्यो ठेला देखिसकेको छ, त्यहाँ खेलौना चाहियो भनेर भनिसकेछ। हामी चाहिँ ट्याक्सी मोडिरा छौं, हामी जस्ट उत्रौं, खेलौना पनि लियौं। ल हैन त्यहाँ अब हामी यहाँ मन्दिरभित्र छिरिसकेपछि चाहिँ मेरो छोरोले त्यहाँनिर टाइगर देख्यो, लायन देख्यो रे। यहाँ मेरो छोरो आएको छ भर्खर अजय, अनि यहाँ टाइगरहरु के देख्यो रे, त्यो हेर्न जानु पर्यो मम्मी भनेर भन्यो। अनि हामी चाहिँ जाँदै छौं त्यहाँनिर मेरो छोरालाई टाइगर र उ देखाउनलाई। मेरो छोरा र छोरीले हेर्ने रे। यो मन्दिर वरिपरिको दृश्य हो यहाँनिर। ओहो यहाँ त लडिन्छ है, यस्तो रहेछ है। ओहो ढुङ्गे धारा वाटर। There's so many pigeons. Mommy! Pigeon! Pigeon, yeah. Pigeon's gone there. Mom, can we go and see the pigeons? Mom, but can you open this thing? They really want bubbles. ल Open. रुन्चे पुन्चे यता हेर त कान्छी हुनु केट मम्मा। रुन्चे पुन्चे ठ्याम्मा देऊ बदमास कहीँको। Bubble is talking at you. फोटो हैन भिडियो खिच्ने। अहिले खिच्नुपर्छ फोटो पनि। किन त्यहाँ बसेको है एक्लै? गरौँ भयो। बनाउला ल 5 चोटि दर्शन भनेर यस्तो गर्नु, यसरी यो उ गर्नु, अनि तपाईको हात थाप्नु। यहाँ चाहिँ मेरो छोरोले परेवा उडेको स्लो मोसनमा भिडियो लिएछ, कस्तो राम्रो देखिएको। अब चाहिँ हाम्रो यहाँनिर बत्ती बाल्ने सुरु भइसक्यो। मन्दिर त्यहाँ बंगलामुखी मन्दिर दर्शन गरेर हाम्रो यहाँ बत्ती बाल्न सुरु भइसकेको छ। हामी बत्ती बाल्दै छौं यहाँनिर सबैजना मिलेर। जो पनि उपस्थित हुनुहुन्छ सबैजनाले मिलेर चाहिँ यो बत्ती बाल्नु पर्ने हुन्छ हैन। त्यही भएर एक अर्का पाल्लो गरेर हामी बत्ती बालिरा छौं। जान्छ नि साँच्चै। तपाईँ जुन दिदी उल्टो गर्नुभयो, अगाडि बालेर पछाडि उताबाट गएर बाल्न जान्छ। उता गएर बाल्दा त सुगाउँछ।
यहाँनिर कहाँ बसेर खाने ठाउँ छ कहाँ बसेर खाने के भयो तिमीलाई मम्माले यहाँ गरिरहेको छु अब नमस्ते गर नमस्ते गर न उयो लिएर जानु अझै पनि आयो आइज नि यहाँ पानी आउनु बेबी यहाँसम्म मात्रै आऊ न मम्मा छु नि त किन डराएको ल जानु आज्दैन तल उता उता झारिदिने हो मोबाइल त तल झारिदिने हो तल फोन भित्र नलडिकन आउनु ल नलडी आउनु ल अब यति ढुङ्गे धाराको भिडियो लिइसकेपछि चाहिँ हामी यहाँ आन्टी र छोरीको चाहिँ यहाँनिर स्लो मोमा भिडियो बनाउने रहर जागेर हामी स्लो मोमा भिडियो बनाउँदैछौँ ओहो ओहो ल यसरी हामीले कति राम्रो भयो यसरी बनायौँ हामीले भिडियो अब हाम्रो चाहिँ सबै पूजा सकेर बत्ती बाली सकेर चाहिँ हामीले यहाँनिर घरबाट ल्याएको थियौँ चिया चना ल खाने ल चिया थाप चिया गएर मेरो पनि थाप्दै मेरो पनि चिया थाप्दै यता बाबुले यहाँ पाइसक्यो बेबी तिमी यता आऊ ए बदमास तेल लाने तेल खानुहुन्छ आहा कता उल्टो थाप्यो पोल्छ भन्दै थियो मैले चिया आयो गाइस चिया अब हामी चिया खाने हो के खाने हो र नि त हो यता आएको झोलामा हेर्दा रन्जिता यता आउन चिया खाऊ न ओइ रन्जिता चियाको झोला चिया खाँदै गर्नु बाबु आऊ आइज न यता सुभाष आउनु आऊ यता आउनु भिडियोमा आऊ ल आइ सबैजना एकैचोटि गर्नु चिया खाँदैको छैन खै चिया सेतो चम्चा छ नि चिया खाँदैन चिया माथि टपिङ पर्दैन टपिङ हट त लाग्ला माथिबाट यतै आएर खानु हामी यहाँ बसेको माथि त ए ल ले के छ यहाँ राख्न चना मात्रै मलाई चाहिँ अलिकति चना मात्रै हामी खायौँ है पापालाई पाइयो दिसौँ नि सना ए खाने
चिया चाहिँ मिठो है बेच्दैन चिया मेरो मिठो घरमा यस्तो मिठो चिया थिएन हजुर लाइन बसेर सोही लिएर कस्तो छ अझै राम्रो कस्तो छ र चिया त बेस्ट मेरो छोरो साह्रै दुःख दिनु नटी बोय कहाँ छ कक्रोच हामी चाहिँ अब त्यहाँ मन्दिरमा त्यति चिया नास्ता गरिसकेपछि घर आएर खाना खाएर चाहिँ यहाँ पुरै तास खेल्न लागिरहनु भएको छ उहाँहरूलाई दसैँको अहिलेसम्म ह्याङ उत्रेकै छैन दसैँ नै मनाइरहनु भएको छ यहाँ तास खेलेर चिया बनाएर ए दुधको चिया यस यो मेरो त दुधको चिया खाने टाइम 2 बजे थियो 4 बजे 2 बजे त्यो तिमीहरूले दिँदैन त के गर्नु कसको लागि भिडियो बना यतिकै हाल्नलाई ब्लग तिम्रो लागि ब्लग जस्तो हाल्नलाई ब्लगै चाहिँ होइन ब्लग जस्तो जस्तो उम्ल्यो होइन चिन चियापत्ती हाल्न उम्लेपछि मात्रै हाल्ने चियामा के हाल्छ त्यो पनि थाहा छैन तँलाई उम्लेपछि मात्रै हाल्ने नि त कहाँ छ चाहिँ थाहा छैन सरले ग्यास धर्दै त पर्छ अलिक बटारमा बल पुर्याएर यसलाई चियालाई दुध उम्ल्यो यसलाई चिन चियापत्ती हाल्नुपर्छ भनेर पनि थाहा छैन पानी हाल्दा ए पानी मात्रै हाल्नु यस्तोले के चिया बनाउनु लागेको बनाउँदैछु बनाउनु बरु म बनाउनु मिठो कसरी बनाउनु चिया भनेर दामी बनाइदिन्छु भनेर अनि मेरो यहाँ माइली चाहिँ के रह्यो माइली सबै यहाँ माइलीले यहाँ खुब सफाइ गरे पानी यहाँ भल बाढी छिरायो घरमा सानो गर्नु न धारा लुगा सबै भिज्यो कमसेकम एप्रोन त लाउनु पर्छ नि चारजनाको काम गरे होइन 8 जनाको यहाँ यो एउटा डालीमा मलाई यत्रो पानी यहाँ तल ल हेर्नु यहाँ घर बाहिरसम्म पानी कहाँको जाली उयो ढोका जाली हेर उता झ्याल हेर ए त्यो त छमै भएको त्यस्तो हेर्नु यहाँ पानी बगाएर अर्को चाहिँ मैले लुकेर खाइरहेको डाइनिङमा बसेर जुम हुँदैन त यार अब चिया खाने हो गाइस लास्टै चिया खानु मन लागिरह तर चाहिँ के खाइरह हो मासु अचार अनि त्यसपछि विचार खै के हो भोक लागिरहेको जस्तो न ल खा के रे दिदी चियाको सबजना खाने हो त्यत्रो म त खाने म अरू खान्छ खाँदैन मलाई थाहा होइन म त चिया खाने हो खाने अरू उयो ठुलैमा बनाउनु दिदी सानो पार्ने हुँदैन मैले म गर्छु होइन उनले पनि केही भएको छैन यता चाहिँ तासको रङ चढिरहेको छ यहाँनिर पुरै चलिरहेको छ पैसा कति धेरै धेरै हालेर कसकोमा के तास आएको थाहा छैन सबजना सिक्रेटली आफ्नो तास हेरिरहनु भएको रन्जिता हाँसिरह त्यसको तास राम्रो आएको छ त्यही भएर उसलाई फुल कन्फिडेन्स छ मै जित्छु भनेर प्याक गरे अर्को सुभाष बाबु पनि टुवा पर बसिरह मैले सो गर्छु थाहा छैन है 1 2 3 4 5 ल सो एका पुगेन
अर्को एका दुखी आउँदैन अर्को एका त एका दुईटा उसँग रहेछ किन्न होला ए मेरो जुट छ ले मेरो यहाँ दुवा जुटा त्यस्तो के घर कतिखेर जाने यहीँ खाना खाएर जाउँ भन्न खोज्यो कि घर गएर पकाउनु पर्दैन प्याक गरेर लाने ए प्याक गरेर अझ खाएर पनि हेर्ने यहाँ प्याक गरेर भोलि बिहान पनि उड्दाखेरि भात मात्र बसाउनु पर्छ यार ए दिदी रङ हाल्नु न चियापत्ती कलरै आएन यहाँ खोइ चियापत्ती जसो चियापत्ती हाल्छ अलिक माथि पनि काम तल पनि के ज्याकेट आन्टीको त्यो चिटर जस्तो क्या लाछ मैले अस्ति अफिस जानु बेला कति लाएँ कस्तो सजिलो भयो त्यो ज्याकेट भयो त्यही हो त्यो ज्याकेटहरू नि जतिखेर जहाँ हिँड्न कस्तो अहिले मेरो एउटा मात्रै परिरहेको छ यो अहिले मैले लाग्छ नि यो के पर्पल कलरको सधैँ त्यो एउटा मात्रै अर्को छ एउटा स्टकमा त्यो स्टकमा छ क्या त्यो चाहिँ फोटोहरूमा देखिरहेको हुन्छ त अर्को पनि छ त अर्को त फोटै आएन फोटो राखेको छैन अहिले मैले लगाइराखेको त्यो मात्रै लाग्छ त्यो सजिलो हो क्या बिहान मर्निङ वाक जानुलाई घरको सबै लगाएर जानुलाई उम्लियो रे उम्लियो उता सीता आन्टी भिडियो केही हुँदैन भिडियो यहाँ आइ मेरो एक थोपा पोखेछ भने भन्नु मलाई सानोमा पनि सानो पारेर कान्छी मजाले सुतिर मेरो पनि बोट आइसक्यो दुई हात म पनि खेल्दै जाँदैछु मेरो पनि बोट आइसक्यो मिल्ने होइन के अरे तँ खिच्दे ल एकछिन सीता आन्टी आउँदै हुनुहुन्छ ढान्टाडान जुटमा त चलेको म त कलर होला यसले भूमिले अझै हाम्रो चिया पाकिसकेको थियो चिया खान लाग्यो त्योभन्दा अगाडि म तास खेल्न बसेको थिएँ मेरो सबै मैले पैसा हारेँ अनि त्यही भएर म उठेर चिया खाँदैछु गाइस तास भनेको मैले जीवनमा जित्न जानिनँ चिया खाइरहनु भएको छ मलाई यहाँ भरिसक्यो धेर भइसक्यो उसलाई अझलाई हालिदिनु वेलकम ब्याक टु होइन अब जाने भाइ भाइ भनिदियो Yeah, but we have already started the vlog. Oh. Yeah. Hey guys, welcome back to One Kids TV and what's your channel name? अब चाहिँ यो लास्ट हो के अब चाहिँ हामी जाने घर जाने मेरो छोरीले चाहिँ के भन्दै थियो तर मैले साउन्ड म्युट गर्नु पर्यो किनभने गाडीमा गाना बजिरहेको थियो त्यही भएर अब चाहिँ हामी दिदीकोबाट निस्केर घर जाँदैछौँ गाइस जोस् रमाइलो भयो आजको मन्दिर दर्शन फ्यामिली गेट टुगेदर होइन रमाइलो भयो हामी जाँदैछौँ हस् त आजलाई यति नै यो भ्लग हामी चाहिँ अब घर जाँदैछौँ गाइज हामी चाहिँ यहाँ गाना बजिरहेको थियो गाडीमा आमा छोरी यहाँ नाच्दै नाच्दै हामी चाहिँ आफ्नो अब रुमतर्फ प्रस्थान दसैँलाई बिदाई गर्दै घर जाँदैछौँ अब अपकमिङ डेमा चाहिँ हामी तिहारमा घर जाँदैछौँ त्यसको पनि म अब भ्लगहरू अपलोड गर्ने नै छु गाइज स्टे वाचिङ सितु मम नेपाल हस् त हेभ अ नाइस डे बाई बाई सी यू सुन अनदर भिडियो